हङजिनु मोरुगेकको नानोन छाल सालको सिप्प राजनीति थाहा छैन तर जिन्दगी चाहिँ राम्रो जिउन चाहन्छु। एउटा चुनावी नारा हो। डेमोक्रेटिक पार्टीबाट आउँदै गरेको चुनावको लागि उम्मेदवार दिनुभएको ली जे म्योङको। सो तपाईहरुलाई थाहा नै छ हैन, जुन 3 मा चाहिँ राष्ट्रपतिको लागि फेरि पनि चुनाव हुँदैछ अनि त्यसपछि विशेषतः 4 जना चाहिँ उम्मेदवारहरू चाहिँ एकदम कम्पिटिसनमा हुनुहुन्छ हैन। अनि उहाँहरू को हुनुहुन्छ र चुनावी मुद्दाहरू के छ भन्ने कुराहरू जानौँ है त। ली जे म्योङ फ्रम डेमोक्रेटिक पार्टी, ली जेन सेक फ्रम न्यू फोरम पार्टी, किम मुन सु फ्रम पिपल पावर पार्टी जुन अहिलेको सत्तापक्ष पार्टी हो हैन। अनि हान डक सु उहाँ चाहिँ इन्डिपेन्डेन्ट लाइक अ बालेन्सा। अनि उहाँको नारा चाहिँ मलाई एकदमै मन पर्यो हैन, विन विन सल्युसन भन्ने रहेछ क्या। अनि अमेरिकासँगको बिजनेस कन्फ्लिक्टलाई चाहिँ त्यो चाहिँ निर्मूल गर्छु भनेर चाहिँ उठ्नु भएको रहेछ। चुनाव छ भनेपछि चुनावी मुद्दा हुन्छ हैन। चुनावी मुद्दाहरू चाहिँ विशेष गरी मलाई चाहिँ 3टा चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो। एउटा चाहिँ एक्सपेन्सेस बढिरहेको छ हैन, हामीले पनि फिल गरिरहेको छौँ हैन, एक्सपेन्सेस बढिरहेको छ, त्यसलाई कसरी सल्टाउन सकिन्छ भन्ने कुरा रहेछ। अनि त्यसपछि चाहिँ एउटा चाहिँ इम्प्लोइमेन्ट अपर्च्युनिटी बढाउनु पर्ने भयो भन्ने खालको मुद्दा रहेछ। अनि अर्को चाहिँ हेल्थको सेक्टरमा चाहिँ एकदमै धेरै प्रोटेस्टहरू भइरहेको छ अनि हेल्थको सेक्टर चाहिँ ग्रो नै भइरहेको छैन भन्ने खालको कुराहरू उठिरहेको रहेछ। त्यसलाई पनि सल्टाउने भन्ने चाहिँ चुनावी मुद्दाहरू चाहिँ ओभरअल उठिरहेको रहेछ है त।